हेलो साथीहरू, आज चाहिँ म चाइनिज सुप बनाउन गइरहेको छु। यो चाहिँ हड्डी भएको मासु हो। अब यो हड्डी भएको मासु चाहिँ हामीले यति दुईजनाको लागि हो, यति ल्याएको छौँ। अब सबैभन्दा पहिला यसलाई पखाल्नु पर्ने हुन्छ। यसलाई म खलखली पखाल्छु। ल साथीहरू, यो चाहिँ मैले 4 पानी चाहिँ खलखली पानीमा पखालेँ। अब यसलाई चाहिँ एकछिन बोइल गर्नुपर्ने हुन्छ। 5 मिनट जति बोइल गर्ने यसलाई। अब म यसमा चाहिँ तातो पानी हालेर यसलाई 5 मिनट जति बोइल गर्छु। अब यसमा यो अलिकति हालेर म यसलाई बोइल गर्छु। 5 मिनट जति बोइल गर्छु यसलाई म। यसलाई यसरी बोइल गरेपछि चाहिँ योबाट हल्का यस्तो फोहोरहरू पनि निस्किन्छ हैन। मैले यसलाई 5 मिनट बोइल गरिसकेँ। अब यसलाई फेरि एकचोटि पखाल्नु पर्ने हुन्छ। आज बाहिरको मौसम चाहिँ यहाँ झरी पानी परिरहेको छ साथीहरू। यहाँ चाहिँ मेरो एउटा फुलको बोट छ, एकदमै सप्रेर आएको छ। पानी आज ल साथीहरू, हेर्नुहोस् त, यसलाई हामीले सुप पकाउनुभन्दा अगाडि यसरी बोइल गरौँ भने यस्तो फोहोर निस्किन्छ। यसलाई खाल्ने। अब यसलाई एकचोटि फेरि पखालेर हामीले सुप पकाउनु पर्ने हुन्छ। साथीहरू, मैले यसलाई पखालेर पनि रेडी गरिसकेँ। अब यसलाई हामीले 45 मिनटको लागि 45 मिनट जति पकाउनु पर्ने हुन्छ। अब मैले त्यो सुपमा हाल्नको लागि यति अदुवा लिएको छु। अनि यो चाहिँ भन्छ, के भन्छ, कमल फुलको जरा भन्छ हैन। अनि एउटा मकै लिएको छु। तपाईहरुले चाहिँ अब मुला, गाजर, अब जे पनि हाल्न सक्नुहुन्छ। मैले चाहिँ आज चाहिँ यो कमल फुलको जरा र मकै हाल्दै निर्णय गरेको छु। म चाहिँ यहाँ मकै हाल्न गइरहेको छु। मकै हाल्ने। अनि अब यो कमल फुलको जरालाई पनि यहीँ हाल्ने। अब यो अदुवाको पिसलाई पनि यहीँ हाल्ने। सरी, यहाँ चाहिँ यस्तो रहेछ। यसलाई चाहिँ म काटेर फ्याल्छु। यो चाहिँ यसको टुप्पामा चाहिँ फोहोर रहेछ कि देखेकै थिइनँ। देखेर यसलाई पनि मैले काटेर फ्यालेँ। अब यसमा चाहिँ हामीले अब पानी हाल्नुपर्ने हुन्छ। अब सुप कति खानु, अब हामी चाहिँ 2 जना मात्रै छौँ। यति भए पुग्छ होला। यति भए पुग्छ। अब यसमा चाहिँ स्वाद अनुसार नुन हाल्ने। यसमा चाहिँ म अब अरू केही हाल्दिनँ। यो के भन्छ, सिम्पल सुप बनाएर खाने हो नि त। यति मात्र हाल्छु। अब यसलाई ढक्कन लाएर 45 मिनट चाहिँ छोडिने। 45 मिनटपछि पाकेर टक्क हुन्छ। ल अब हाम्रो 45 मिनटपछि चाहिँ सुप कस्तो भएछ हेरौँ है त। टक्कसँगले यस।
45 मिनटपछि चाहिँ हाम्रो सुप चाहिँ यस्तो भएको छ। अब यो चाहिँ खानको लागि रेडी भयो। अब यो चाहिँ खानको लागि रेडी भइसकेको छ। हेर्नुहोस् यस्तो भएको छ। अब यसलाई चाहिँ चाइनिज भाषामा चाहिँ फाइकु थान भन्छ हैन। म चाहिँ यसलाई अब सुप भन्छु बिना ओइल। यो चाहिँ सुप। अब यो हामी दुईजना बुढाबुढीको लागि चाहिँ सुप रेडी भइसकेको छ। यहाँनिर चाहिँ मैले टमाटर, धनियाँ, टिमुर, लसुन, तिल हालेर अचार बनाएको छु। अनि यो चाहिँ म हालेर खाने हो यहाँ यसरी। यो चाहिँ मेरो बुढाको भाग। अनि यसरी धनियाँ छर्किने अनि खाने। साथीहरू तपाईहरु पनि यसरी नै बनाएर ट्राई गर्नु होला। अनि मेरो भिडियोलाई लाइक, शेयर, कमेन्ट गरिदिनु होला र सब्स्क्राइब गरेर सबैजनाले मलाई सहयोग गरिदिनु होला। म फेरि पनि हजुरहरूले माया गर्नुभयो भने म फेरि पनि अर्को भिडियो लिएर प्रस्तुत हुनेछु। तपाईहरु पनि यसरी नै बनाएर खानु होला। यो चाहिँ अब हेर्दाखेरि सिम्पल देखे पनि अब हेल्दी हुन्छ, मिठो पनि हुन्छ, मिठो पनि छ। ल सबैजनाले मेरो भिडियो हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद भन्न चाहन्छु। हस्त हजुरहरूको दिन शुभ रहोस्। यति भन्दै आजलाई म बिदा माग्न चाहन्छु। बाई बाई।